हेलो गाइज, आज तपाईँहरूलाई म अब फुटबल एआई फनी भिडियो चाहिँ कसरी बनाउने भन्न सिकाउनु गइरहेको छु होइन। फर्स्टमा चाहिँ तपाईँहरू च्याट जिपिटीमा जानुहोस् होइन। च्याट जिपिटीमा गएर स्क्रिप्ट बनाउनु पर्ने हुन्छ होइन। स्क्रिप्ट बनाउनु पर्ने हुन्छ। स्क्रिप्टमा चाहिँ के लेख्नु भने एज फनी फुटबल भिडियो क्रिएटर create a script of Ronaldo. Create a funny script. Create a funny script of Ronaldo and Messi in short and sweet words. ल यति प्रम्प हाल्नु पनि भइहाल्छ, राम्रो बनाइहाल्छ। तपाईँहरूले अझै पनि राम्रो प्रम्पहरू हाल्न सक्नुहुन्छ होइन। म चाहिँ यति नै हाल्छु होइन। अब यसमा क्लिक गर्ने, इन्टर गरिदिइसकेपछि यसले चाहिँ राम्रो स्क्रिप्ट बनाएर दिन्छ होइन। एउटा राम्रो स्क्रिप्ट बनाएर दिन्छ। तपाईँहरूले आफ्नो स्क्रिप्ट पनि आफैले बनाउन सक्नुहुन्छ क्या। आफै बनाउन सक्नुहुन्छ के लेख्ने के बोल्ने भनेर होइन। रोनाल्डो मेसी अथवा कुनै अरू प्लेयरहरू के बोल्ने भनेर तपाईँहरूले हान्नुहोस्। हानिसकेपछि तपाईँको स्क्रिप्टहरू रेडी हुन्छ। रेडी भइसकेपछि प्रम्प हानेपछि तपाईँहरूको भइहाल्छ। त्यसपछि हामी के गर्छौँ भने क्रिएट थ्री सिन अफ दिस स्क्रिप्ट भन्ने होइन। 3टा सिन बनाएर दिन्छ तपाईँहरूलाई होइन। सिन 1 सिन 2 सिन 3 भन्छ होइन। सिन 1 सिन 2 सिन 3 अनि आउँछ। अनि यो चाहिँ म अब यो चाहिँ पुरै म सबै यो चाहिँ 2टा चाहिँ म कपी पेस्ट हालिदिन्छु। कपी पेस्ट हालेर अब चाहिँ प्रम्प्ट जेनेरेट हुन्छ है। यो चाहिँ जेसन फर्मेटमा हुन्छ। जाभास्क्रिप्ट अब्जेक्ट नोटेसन फर्मेट हुन्छ। तपाईँहरूले हेर्न सक्नुहुन्छ होइन। यो चाहिँ धेरै छोटो हो होइन। छोटो स्क्रिप्ट हो त यो, केही छैन गरिदिउँ होइन। यो राम्रो जेनेरेट तपाईँहरूले प्रम्प्ट भनेर पनि राम्रो। अब गिभ मी फर्स्ट सिन, प्रोभाइड मी सिन भन्नु होइन। सिन भने तपाईँहरूलाई रेडी बनाएर दिन्छ यसले होइन। यो प्रम्प्ट अझै सानो भयो जस्तो लाग्छ तपाईँहरूले, किनकि स्क्रिप्ट सानो भएर पनि होला यो प्रम्प्ट सानो भएको। तपाईँहरूले अरू बेला चाहिँ मेरो प्रम्प्ट यो ठुलो हुन्थ्यो, यो बेला चाहिँ सानो भयो। अब रेकर्डिङ भइसकेको छ, मैले चाहिँ यति नै गरेँ होइन। तपाईँहरूले गर्न सक्नुहुन्छ। अब ग्रुपमा जाने, ग्रुपमा गएर ग्रुपमा गइसकेपछि तपाईँहरूको यस्तो आउँछ। यस्तो आएपछि तपाईँ इमेजिनमा जानुहोस्। इमेजिनमा गइसकेपछि अहिलेको त तपाईँहरूले यहाँ सिलेक्ट गर्नुपर्ने हुन्छ। तपाईँहरू अब टिकटक होइन, टिकटक फेसबुक युट्युब सर्ट्सको लागि हो भने तपाईँले 9:16 हाल्न सक्नुहुन्छ। यहाँ चुज गर्न मिल्छ होइन। 9:16 हाल्ने कि यो चाहिँ भिडियोको लागि हो 16:9, यो चाहिँ 9:16 कसै सर्ट्सको लागि हो क्या। पोर्ट्रेट फर्मेट हो यो। अनि तपाईँहरूले यसको रिजोल्युसन पनि बढाउन घटाउन सक्नुहुन्छ होइन। कति राख्ने होइन। 270 पिक्सल हाल्नुभयो भने अलिक राम्रो दिन्छ होइन। अब अनि भिडियो कति सेकेन्ड गर्नु, 6 सेकेन्डको कि होइन। 220 पिक्सलको चाहिँ तपाईँको यो चाहिँ अपग्रेड गर्नुपर्ने रहेछ होइन। यो चाहिँ तपाईँहरूले अपग्रेड गरेर चलाउन सक्नुहुन्छ होइन। म चाहिँ 480 रिजोल्युसनको चलाउँछु। तपाईँहरूले 6 सेकेन्ड 10 सेकेन्डको बनाउने, कति सेकेन्ड बनाउने भन्ने यहाँ पनि आइरहेको छ होइन। त्यो गर्न सक्नुहुन्छ। तपाईँहरूले इमेज पनि जेनेरेट गर्न सक्नुहुन्छ यसबाट होइन। म चाहिँ अहिलेको प्रम्प्ट हान्छु। अब चाहिँ अहिलेको प्रम्प्ट कुन छ, यो एकदम छोटो भयो होइन। तपाईँहरूले अब स्क्रिप्ट अनुसारको हुन्छ। मेरो स्क्रिप्टै सानो भएर पनि हो होइन।
कस्तो छ हैन, के छलिएको हो कि हैन। अब यो चाहिँ हान्न सक्नुहुन्छ, तपाईँको भिडियो जेनेरेट हुन्छ। यस्तो भिडियो जेनेरेट भइरहँदा यस्तो भिडियो जेनेरेट हुन्छ, तपाईँहरूको भिडियो जेनेरेट हुन्छ यहाँ हैन। यस्तो भिडियो जेनेरेट भइरहेको चाहिँ म चाहिँ फेरि यता जान्छु। यता गइसकेपछि प्रोभाइड मी सिन टू भन्छु। प्रोभाइड मी सिन टू भन्छु। मलाई सिन टू प्रोभाइड गर्छ हैन। अब फेरि यता जान्छु म। यता गइसकेपछि यो चाहिँ हुन आँटिसकेको छ हैन। यसले चाहिँ अलिक कम बोल्ला हैन, किनकि यसको प्रम्प्टै सानो छ क्या। डिफ्रेन्ट आइडिया भन्नु त यसले के भएछ, किन डिफ्रेन्ट आइडिया भनौँ। फेरि हामी फेरि जेनेरेट गर्छौँ हैन। फेरि हामी जेनेरेट गर्छौँ, के भन्छ योपालि हैन। तपाईँहरूले फेरि यता जानु सक्नुहुन्छ हैन। अब प्रोभाइड मी सिन 3 गर्न सक्नुहुन्छ। प्रोभाइड सिन 3 भनौँ हैन। यति नै गरिदिउँ हैन। यसलाई कपी गरिदिउँ, पेस्ट गरिदिउँ हैन। यो चाहिँ रेडी भइसक्छ, अनि यता पनि भइसक्छ क्या हैन। अब कस्तो हुन्छ, यो जेनेरेट भइसक्यो। यहाँ जेनेरेट भइसकेपछि यस्तो अब जेनेरेट गरेको छ। Nice try, but the ball likes me more. Ha! Dream on, whatever you say. Check out these abs, Messi. Still the best. Nice try, but the ball likes me more. Ha! Dream on, whatever you say. Check out these abs, Messi. Still got it. Haha, impressive, Cristiano. But can they kick like this? Anytime, anywhere. You're on. Check out these abs, Messi. Still got it. Haha, impressive, Cristiano. But can they kick like this? Anytime, anywhere. You're on. Check out these abs, Messi. Check out these abs, Messi. Still the best. Nice try, but the ball likes me more. Ha! Dream on, whatever you say. Check out these abs, Messi. Still the best. Nice try, but the ball likes me more. Ha! Dream on, whatever you say. Check out these abs, Messi. Still the best. Nice try, but the ball likes me more. Ha! Dream on, whatever you say. एक्सपर्ट एआई भिडियो जेनेरेसन मोडल हान्नुभयो भने झन् तपाईँको राम्रो जेनेरेट गरिदिन्छ हैन। म चाहिँ यो सेकेन्डको लागि Check out these abs, Messi. Still got it. Haha, impressive, Cristiano. But can they kick? मैले चाहिँ लिदिएँ हैन। लिदिसकेपछि अब अर्को चाहिँ म कुन जेनेरेट गर्छु, सिन टू जेनेरेट गर्छु हैन। सिन टू जेनेरेट गर्नलाई हैन तपाईँहरूले यता एक्सपर्ट एआई भिडियो जेनेरेसन मोडल हान्नुभयो भने तपाईँको झन् एकदम राम्रो प्रम्प्ट दिन्छ क्या यसले हैन। म चाहिँ अब सिन टूको गर्छु क्या। सिन टू यो सिन टू कपी गर्छु। यहाँ चाहिँ घरमै त एज एक्सपर्ट एआई भिडियो जेनेरेसन मोडल विथ टिच भन्ने हैन भिडियो भनिदिन्छु। अनि यो कपी पेस्ट हानिदिन्छु यहाँ। यो भनिसकेपछि अलिक राम्रो जेनेरेट गर्छ यसले हैन। एकदम राम्रो जेनेरेट गर्छ। अब हाम्रो अब अर्कोको लागि रेडी भइराख्नु है त। यसले यो गरिदिइसक्छ। यसको रेडी भइसक्यो। अब यता जाने फेरि अब यो थर्डको हामीले जेनेरेट गर्नुपर्ने हुन्छ। थर्डको हामीले कपी पेस्ट गरौँ, कपी पेस्ट गरेर राखौँ हैन। कपी पेस्ट गरेर राखेर हामी अब दुईटा क्रिएट भएछ हैन, केही छैन। यसो बस्ने तपाईँको अब यो हुन्छ हैन। कुन चाहिँ राम्रो जेनेरेट गर्छ यो हेरौँ है त। यो भिडियो हेरौँ। Check this out. Not bad, but watch this. Whoa, where'd you go? Right here. Check this out. Not bad. यो अलिक इन्ट्रेस्टिङ छ यो चाहिँ, किनकि इन्ट्रेस्टिङै मनपर्छ क्या त्यहाँ अरू अडियन्सहरूलाई नि इन्ट्रेस्टिङै मनपर्छ क्या। पुरै इमोसन भएको हैन, अनौठो प्रकारको मनपर्छ क्या। मैले पनि चेक गरेको छु, मैले भिडियोहरू हालेर अनौठो प्रकारको एकदम अर्कै एकदम तिनीहरूलाई आश्चर्यजनक खालको मनपर्छ क्या अडियन्सहरूलाई हैन। के भएछ जस्तो जस्तो एरोप्लेन रकेट उडाएको रोनाल्डोहरूले मेसीहरूले हैन, तिनीहरूलाई पुरै सक लागिदिन्छ क्या। अब यस्तो गरेको भन्ने हुन्छ क्या। धेरै जस्तो यो चाहिँ बच्चाबच्चीहरूले हेर्ने गर्छन् क्या।
बच्चा बच्चीहरूलाई चाहिँ धेरै यसमा भ्युज पनि बढी हुन्छ। यस्तो बनाउन सक्नुहुन्छ तपाईँहरूले होइन। अब यो यसमा क्रिएट हुँदैछ होइन। क्रिएट भइसकेपछि हामीले यो स्क्रिप्ट यो च्याटजिपिटी हटाइदिउँ। च्याटजिपिटी हटाइसकेपछि हामीले अर्को एउटा इन्स्टल गर्नु गर्नुपर्ने हुन्छ क्यापकट भिडियो एडिटर हो होइन। क्यापकट गर्न सक्नुहुन्छ। यहाँ गइसकेपछि यो चाहिँ यहाँले बोलेकै हुँदैछ होइन। डाउनलोड गर्दै डाउनलोड गरिसकेपछि हाम्रो भिडियो चाहिँ त्यसमा सकिसकेपछि हामी सिधै क्यापकटमा जाने होइन। यसलाई हटाइदिने। हटाइदिइसकेपछि हामी के गर्ने भने क्रिएट न्यू भनेर हान्ने। क्रिएट न्यू भनेर हानिसकेपछि तपाईँको कस्तो 9:6 टिकटक इन्स्टाग्राम फेसबुकको लागि हो होइन। तपाईँले थिच्न सक्नुहुन्छ। थिचिसकेपछि हाम्रो आइसकेपछि हामीले अपलोडमा थिच्नुपर्ने हुन्छ। अपलोडमा थिचिसकेपछि तपाईँहरूले यो अरू सफ्टवेयरमा पनि युज गर्न सक्नुहुन्छ। जस्तो भिडियो एडिटिङ सफ्टवेयर डाभिन्ची हो होइन। एडोब प्रिमियर प्रो हो। म चाहिँ यो क्यापकटमा सजिलो लाग्छ होइन। त्यो डाभिन्ची प्रो अलिक कम्प्लेक्स छ होइन। म चाहिँ अब तपाईँहरूलाई यो चाहिँ गरिदिन्छु। डाभिन्ची प्रोमा अलिक प्रोसेसिङ टाइम लाग्छ, त्यही भएर मैले यसमै गरेको। अब यो गर्न सक्नुहुन्छ होइन। डाउनलोड भइसकेपछि तपाईँले ड्र्याग गरेर होइन ड्र्याग गर्न सक्नुहुन्छ होइन। ड्र्याग गर्न सक्नुहुन्छ। यो तपाईँको डाउनलोड हुँदैछ होइन। यो हुँदैछ। यसलाई यहाँ ड्र्याग गरिसकेर यहाँ भइसकेपछि तपाईँको एकदम युट्युब फेसबुक टिकटकमा हाल्न सक्नुहुन्छ र भ्युजहरू धेरै पाउन सक्नुहुन्छ। यो तपाईँले लेख्न पनि सक्नुहुन्छ। लास्टमा त्यही प्रम्प्ट लेख्न सक्नुहुन्छ क्या। मलाई जस्तो अब आइएम मेसी आइएम रोनाल्डो भन्छ नि। इफ यु आर मेसी देन फलो मी भनेर है। अनि इफ यु आर रोनाल्डो देन सब्सक्राइब मी भनेर हाल्न सक्नुहुन्छ क्या तपाईँहरूले होइन। त्यो फ्यान्सहरूले होइन एक्साइटेड भएर गरिदिन्छन्। त्यो यिनीहरू चाहिँ बच्चा बच्चीहरूले हेर्छन्। पुरै फुटबलमा इन्ट्रेस्टेड हो बच्चा बच्चीहरूले एकदम एक्साइटेड साथ हेर्छ क्या। धेरै राम्रो लाग्छ कि तिनीहरूलाई। मैले पनि यो मेरो एउटा ल अब त सबै भयो होइन। मैले यो सबैहरूलाई यसमा ल्याइदिएँ। ड्र्याग गर्नुपर्ने हुन्छ होइन। अब म हेर्छु है त फर्स्ट सुरुदेखि हेर्छु होइन के छ होइन। अब सुरुदेखि हेर्न सक्नुहुन्छ यसरी। Check out these abs, Messi. Still got it. Haha, impressive, Cristiano. But can they kick like this? Anytime, anywhere. You're on. Check this out. Not bad, but watch this. Check this out. Not bad, but watch this. Whoa, where'd you go? Right here. But can they kick like this? Anytime, Cristiano. But can they kick like this? Anytime, anywhere. You're on. Check this out. Check out these abs, Messi. Still got it. Haha, impressive, Cristiano. But check out these abs, Messi. Still got it. Haha, impressive, Cristiano. But can they kick like this? Anytime, anywhere. You're on. Check this out. Not bad, but watch this. Whoa, where'd you go? Right here. Check out these abs, Messi. Still got it. Haha, impressive, Cristiano. But can they kick like this? Anytime, anywhere. You're on. Check this out. Not bad, but watch this. Whoa, where'd you go? Right here. तपाईँहरूले यसरी नै भिडियो बनाएर होइन फेसबुक इन्स्टाग्राम टिकटकतिर पोस्ट गर्न सक्नुहुन्छ र धेरै भ्युज र फलोहरू गेन गर्न सक्नुहुन्छ होइन। आइलाई चाहिँ यति नै है। यो चाहिँ यसरी नै भिडियो क्रिएट गर्न सक्नुहुन्छ ल।